संस्कृति सभ्यता एवं सङ्गीत सम्पन्न भएको मुलुकमा ऋतु मौसम पर्वानुसारका गीतहरू हुन्छन्। जस्तै धान रोप्ने समयमा गाइने असारे गीत, दसैँटाका गाइने मालश्री भने जस्तै तिहारमा गाइने गीतलाई धनाश्री भन्दछन्। असारमा धान रोपेर असोज महिनामा धान बाली काटेर भकारी भरिन्छ, धन धान्य हुन्छन्। धन धान्य भएर घरको लक्ष्मी खुसी हुन्छन्। यही खुसियालीमा आफूहरू पनि खुसी भएर परापूर्व कालमा धन लक्ष्मीको सम्झना गरी गीतको धुन सृजना गरिएको छ। तिहारमा बजाइने सो धुनलाई धनाश्री भनिन्छ। सुनौ तिहारमा बजाइने धुन धनाश्री।